हेर है मैले यो बोतललाई जुन के छ यहाँ भित्र वाटर छैन यहाँले फिल भएको वाटरलाई यहाँ फोर्सफुली केमा पुर्याउँछु बोटम अफ द कन्टेनर पुर्याउँछु अथवा यसको बोटममा पुर्याउँछु यति धेरै फोर्स लगाएर पुर्याउँछु हेर है एकदमै फोर्स लगाएर के गरिरहेको छु मैले बोटममा फिलमा पुर्याइरहेको छु यो बोतललाई फोर्सफुली लगाएको छ कि छैन तर अब यो बोतललाई मैले पिचमा पुर्याएको बोतललाई यहाँबाट माथि आफै फाल्दिने केले हो त केले फालेको हो त अपवर्ड भनेको यहाँ वाटरले के गर्दो रहेछ त अपवर्ड फोर्स एक्जर्ट गर्दो रहेछ भन्ने कुरा देखियो देखेन मैले यति धेरै दुःख गरेर तल लगिरहेको छु हेर त यसबाट के गरिदियो मैले अब माथि तानेको हो त मैले तानेकै होइन हेर है मैले छोडिदिँदा मात्रै मैले छोडिदिएँ भने मात्रै यसले माथि फाल्दैन के रहेछ त वाटरले अपवर्ड फोर्स एक्जर्ट गर्दो रहेछ भन्ने कुरा यहाँबाट थाहा भएको भएन त्यही वाटरले एक्जर्ट गर्ने नेट अपवर्ड फोर्सलाई के भन्छ अपवर्ड बाहिर फाल्दियो किन फालेको हो त यो वाटरले अपवर्ड फोर्स एक्जर्ट गरेको कारण के भएको हो यो बोतल मैले पिचमा पुर्याएर छोड्दा पनि बाहिर फाल्न सकेको वाटरले के गर्दो रहेछ त अपवर्ड एक्जर्ट गर्दो रहेछ अब वाटर जस्तै अरु सबै लिक्विडले पनि के गर्छन् अपवर्ड एक्जर्ट गर्छन् एयरले पनि अपवर्ड एक्जर्ट गर्छ डेन्सिटी बढी भएको लिक्विडले के गर्छ विस्कस लिक्विड अथवा डेन्सिटी बढी भएको लिक्विडले अपवर्ड बढी एक्जर्ट गर्छ भने कम डेन्सिटी भएको वाटरले के गर्छ अथवा कम डेन्सिटी भएको लिक्विडले थोरै अपवर्ड एक्जर्ट गर्छ